यहाँ धेरैजना व्यक्तिले भन्नुहुन्छ यहाँ धेरै बाघ आउँछ अरे, त्यही भएर म यो जङ्गलमा एकैछिन पनि बस्न चाहन्न। म त्यही भएर यो जङ्गल 1 मिनेटमा पार गरेर देखाउने छु, हेर्दै गर्नु होला। यहाँ भूतप्रेत हुन सक्छ कि राव? हेलो ओ माई गॉड, तर सक्दिनँ है हिँड्न त, धेरै गाह्रो छ। सो एभ्रीबडी, आजको मौसम पनि एकदम च्यालेन्जिङ छ। आज हिँड्नुभन्दा पनि आज हिँड्दा हिँड्दै मान्छे मर्छ क्या हो। अब मसँग मात्रै टाइम छ 45 सेकेन्ड। 45 सेकेन्ड। अब 45 सेकेन्डमा यो जङ्गल पार गर्नु पऱ्यो। मलाई यो डाँडामा आइपुग्दाखेरि 45 सेकेन्ड होइन 5 मिनट टाइम लाग्यो, किनकि यो जङ्गल एकदमै भयानक जङ्गल छ। त्यही भएर म यहाँ धेरै समय बस्न चाहन्न। अब हामी चाँडै पुग्दैछु माझगाउँमा, हेर्दै गर्नु होला। अब यहाँदेखि जम्मा 3 मिनटमा त्यहाँ पुग्छ। 3 मिनटमा हामी त्यहाँ पुग्नेछौँ। ओ माई गड, हेट तेरिका के भयो यो? उचाल्न सक्छ सक्दैन त यो उचाल्नु? हम नहीं सकता है, कमी आओ यार, कैसे कैसे बाटो होता है। गाइस, मलाई त्यहाँ धेरै टाइम लाग्यो। अब म 3 मिनटमा त्यहाँ पुग्थ्यो, तर 3 मिनटमा त्यहाँ पुग्न सक्दिनँ। मलाई अझै टाइम लाग्ने छ 5 मिनट। अब 5 मिनटमा म त्यहाँ पुग्नेछु। बाटो एकदमै गम्भीर अवस्थामा खतरा छ, हिँड्न एकदम छैन, जताततै पहिरो गएको छ, यो रुखहरू खसेको छ बाटोमा। त्यही भएर यहाँ हिँड्न एकदमै अप्ठ्यारो भइरहेको छ। अब हेरौँ, तर बाफरे बा तपाईँ कोर्दै होइन नि। यसको कपाल चाहिँ आज जाने भयो। अब मैले काटो क्या हो है, यसको कपाल चाहिँ राम्रो काट्नु पऱ्यो। मिल कहाँ ल ल आउँदै गरेँ भाइ, म पछि आउँछु तिमीले भेट्नलाई। अहिले चाहिँ म यहाँ होटेलमा आएको छु खाजा खानको लागि। त्यसपछि चाहिँ हामी चाहिँ तल जानेछु। सो अहिले एकैछिन हामी खाजा खानेछौँ, त्यसपछि जाउँला। सस हाल्नु, ससै छैन रहेछ। कस्तो भएर आयो अब पहिले खाएर जाउँला कि। अब चाहिँ हामी यहाँबाट निस्क्यौ। भाइ खाउला चल देख्छौँ गालो देख्छौँ गालो थुना सरहरू हुनुहुन्छ नि अहिले? हुनुहुन्छ यहाँ आउनु। 14 केजी साइनै छ, फेरि केलाई फोन गर्नु भनेर राख्नु। उहाँकै साइन हो लेख्यो कसले? राख्नु सर ए फोन गर्नु भनेर क्या। अब फेरि किन 6 किलो लिएर जानु हैन? ए हो त्यति जहाँ बाबुको पानी त्यहाँ छैन क्या पुरा।